हुन्छ अनलाइन हुन्छ बहिनी पहिला हेरौँ न सामान हैन पेमेन्ट गरिदिनुस् कि तपाईलाई रिफन्ड हुन्छ नि यो रिफन्ड हुन्छ हजुर पहिला पेमेन्ट गर्नुपर्ने त्यही रिफन्ड अप्सनै यसमा हुन्छ उयो हुन्छ खोलेर ओपन बक्समा फिल गर्नुपर्छ मेरो पैसा आइहाल्छ आइहाल्छ होला त्यो चाहिँ अब दादालाई सोध्नुपर्छ आइहाल्छ 15-22 दिनमा पनि फर्किँदैन अनि त्यो त रेडी हुन्छ फेरि आउँछ ल एकछिन जस्तो हामी फोटो खिच्नुपर्छ नि हजुर फोटो खिच सबै खिच फ्लिपकार्टबाट मगाएको साथीभाइ कतिको आउँदो रहेछ अरिजिनल फोन छ कि छैन बा साउन्डको बट्टा छ कि होइन यहाँ लोकेसन पऱ्यो पाँचे स्ट्यान्ड के लु काट्दैन नि सिल खोलिँदैन नि काट्दैन नि ब्लेड छ होला हेर्दै फ्लिपकार्टबाट मगाएको साथीभाइ हो अब कस्तो आउँदो रहेछ मोटोरोला मेरो चाहिँ होइन भाइको फोन हो यो अनि मलाई चाहिँ रिसिभ गरिदिनु दा भने नि त त्यो भएर चाहिँ गरेको हो फोन चाहिँ अब निक्लिँदैछ हेरौँ कभरसँगै देख्दैछु फोन त फेरि यस्तो खालको फोन आएको रहेछ है कभरसँगै रहेछ हो फोन चाहिँ अब यो अनलाइनमा काम गर्नु साह्रो छ नि बहिनी है बहिनी हेलो मोटो भनेर चाहिँ आएँ भर्खर होइन बहिनी अच्छा तिमीले नि खिच्नुपर्ने हामीले कम्पनीलाई पठाउनुपर्छ नि अच्छा नभए इन्सेन्टिभ पाउँदैन तिमीहरूले नभए हाम्रोबाट काट्छ नि पैसा यो त्यस्तो लसमा हुन्छ पाउनुहुन्छ नि आज अच्छा लु भयो बहिनी है इङ्ग्लिस फोन ठिकै आएको साथीभाइ अब फ्लिपकार्टले योपालि जोतेन साथीभाइ फ्लिपकार्टले योपालि जोतेन साथीभाइ जोतेन राख्नुहुन्छ के हुँदैन रहेछ सिम माग्ने रहेछ साथीभाइ यस्तो रहेछ लु ठिकै छ हजुर